नेपालबाट टिकटक आइडी मोनिटाइजेसन इनेबल गर्न तपाईले के गर्नुपर्छ त के प्रोसेस चाल्नुपर्छ त यो जान्नुभन्दा पहिला साथीहरु तपाईलाई एउटा केस भिडियोलाई एक लाइक दिनु होला फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नु होला तपाईको केही पनि जान्दैन यसले गर्दाखेरि साथीहरु यस्तै जानकारी भिडियो फेरि पनि तपाईले तुरुन्तै पाउनुहुनेछ नेपालमा रहेर तपाईको आफ्नो टिकटक आइडी मोनिटाइजेसन इनेबल गर्नुभन्दा पहिला तपाईले केही कुराहरु तपाईले ध्यान दिनुपर्ने हुन्छ तपाई आफ्नो टिकटक आइडीमा कस्तो खालको भिडियो अपलोड गर्दै हुनुहुन्छ तपाईले टिकटक आइडी मोनिटाइजेसन इनेबल गर्नका लागि साथीहरु तपाईले आफ्नै भोइसमा भिडियो बनाउनु पर्ने हुन्छ त्यो पनि 1 मिनेट भन्दा माथिको भिडियो बनाउँदै अपलोड गर्नुपर्ने हुन्छ जस्तै कि अरुकै गीतमा अरुकै संगको भिडियोमा तपाईले लिपसिङ बनाएर तपाईले त्यो भिडियो तपाईले अपलोड गर्नुभयो भने तपाईको टिकटक आइडी मोनिटाइजेसन जति गरे पनि हुँदैन र अर्को कुरो साथीहरु तपाईलाई यो भ्रम नपरौं कि तपाई आफ्नै भोइसमा भिडियो बनाउँदै हुनुहुन्छ जेन्युन कन्टेन्ट अपलोड गर्दै हुनुहुन्छ टिकटकमा 1 मिनेट भन्दा माथिको भिडियो बनाउँदै हुनुहुन्छ तर पनि साथीहरु तपाईको टिकटक आइडी नेपालबाट मोनिटाइजेसन इनेबल हुँदैन हामीले धेरै भिडियो हेरिसकेका छौं कि टिकटक आइडी मोनिटाइजेसन इनेबल कसरी गर्ने हाम्रो भिडियोबाट पैसा कसरी कमाउने यी सबै साथीहरु फेक मात्रै हुन् नेपालबाट तपाईको टिकटक आइडी जसै गरे पनि जति गरे पनि मोनिटाइजेसन इनेबल हुँदैन